बुटवलमा एक व्यक्तिले आफ्नी पूर्व श्रीमती र 2 नाबालक छोरीको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका 11 स्थित होराइजन चोकको मिलुजुली पथमा बुधबार बिहान करिब 4 बजे 34 वर्षीय दिपा बस्याल ढकाल र उनकी 2 छोरी 7 वर्षीय स्नेहा बस्याल र 4 वर्षीय हिमानी बस्यालको विवश हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार हत्या आरोपी सुजन कोइरालाले आफ्नै घरमा बोलाएर घरेलु हतियार चक्कु र घन प्रयोग गरी हत्या गरेका हुन्। घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी सूरज कार्कीले गरेका छन्। दिपाका हालका श्रीमान वैदेशिक रोजगारीका लागि दुबईमा रहेका छन्। सम्बन्ध विच्छेदपछि दिपा बस्यालले अर्कोसँग वैवाहिक सम्बन्ध जोडेको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी टोलीले हत्यामा संलग्न रहेका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कोइराला यसअघि नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी केही वर्ष अघि संविधान दिवसको अवसरमा आम माफी पाएर कारागारबाट छुटेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। ज्ञानेन्द्र शाहीले बुधबार हुने आन्दोलनमा कुनै पनि हिंसात्मक घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। प्रधानमन्त्रीलाई अहिले पनि अपिल गर्न चाहन्छु, यदि भोलिको कार्यक्रममा कहीँ हिंसा भयो भने यसको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। उहाँले नेपालका संविधान, धारा र कानुनहरू उल्लङ्घन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोज्नु भएको छ। बुधबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने दावी गरेका छन्। तर प्रधानमन्त्रीले उत्तेजक भाषण दिँदै आन्दोलनलाई बदनाम गराउने र भिड जम्मा गराएर द्वन्द्व सिर्जना गर्न खोजेको आरोप पनि लगाएका हुन्। प्रधानमन्त्रीले भाषणले वातावरण बिग्रिएको छ। शाहीले भने, यदि कुनै अप्रिय घटना भयो भने त्यसको दोषी हामी होइन, प्रधानमन्त्रीलाई जान्छ। उनले शान्ति बाटिकामा हुने कार्यक्रम शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने बताए। साथै आन्दोलनलाई सडक र सदन दुवै तर्फबाट निरन्तर अघि बढाइने जानकारी दिए। शाहीले आफ्नो पीएसओ व्यक्तिगत सुरक्षा अधिकृत हटाइएको विषयमा समेत टिप्पणी गर्दै सो बारे सरकारसँग प्रश्न गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।